धुलो भइरहेको छ अहिले चाहिँ हामी रेडी सेडी भएर है मुभी हेर्नु आइरहेको छ तता अन्सले मुभी हेर्नु लानु भनेर है यहाँ चाहिँ यस्तो भइरहेको छ मौसम अहिले एकदमै हावा चलिरहेछ हो हावा यस्तो डेन्जर चलिरहेछ दुलै दुलो दुलै दुलो दुलो भइरहेको छ अनि यहाँ चाहिँ हामी मुभी हेर्न आएको क्युएफएक्समा टिकट पनि काटेको छैनौँ है अब टिकट काटेर पस्ने म चाहिँ मुभी हेर्ने अरे लु सोध्नु जाति कहाँ माथि कहाँ हो म यहाँ सोध्छु टिकट पनि काटेको छैन टिकट लिनु गएको यहाँ ठुलो मम्मी पनि आउँदैछ त्यही त अन्सु यताबाट जाउँ भन्दैछ लिफ्टबाट पनि हुन्छ त है हावा चलेर आज केही छैन लिफ्ट चाहिँ बन्द रहेछ यो चाहिँ अब यसबाट छिटो हुन्छ नि त छिटो हुन्छ तर स्टार्ट चाहिँ मुभी चाहिँ 2:15 भन्दै थियो होइन स्टार्ट भयो जस्तो लाग्दैछ है अन्सले एकदमै हेर्ने भने फेरि अब हाम्रो सिक्किमको होइन पदम तामाङजीले पनि गर्नुभएको छ सबै नयाँ छ नि त कलाकार हस्पिटलमा अनि त्यही भएर पनि हाम्रो पनि हेर्नु मन लागेको छ त्यही भएर चाहिँ अब स्टार्ट भयो जस्तो लाग्दैछ यहाँ पनि सिँढी यहीँदेखिको पपकर्नको गन्ध चाहिँ कस्तो आयो नि हस्टेल दिन न तिनवटा यो 40 हो 840 ह्याप्पी हामी क्यास अब टिकट लिएर चाहिँ अब हामी यसलाई पपकर्न किनिदिइहाल्नु होला अहिले यो पनि चलिरहेछ यो पनि राम्रो छ अरे आमाहरूलाई चाहिँ हेर्ने पठाइदिनु भनेको है भयो यो जाउँ आमाले हस्टेलै हेर्छ अरे हौ अब चाहिँ हामी एन्ट्री गरेको यहाँबाट प्याकेट छ स्मलको 150 स्मलको दिने एउटा स्मल लगिदिउँ है अहिले एउटा अलि इन्टरभल माग्नु चिया कफी खानु अरू छैन पर्ने पानी लगिराख्ने हेरेको मेरो 86 चेन्ज छ त 500 ए कति हो पानी 50 यो पकाउनु खाँदैछ अहिले पानी अहिले इन्टरभल लिजौँ लियो मारे लिजौँ अलि इन्टरभल माग्नु अहिले स्टार्ट हुनु आँट्यो अरे नि त ए लु यता स्टार्ट हुन आँट्यो अरे होइन किनभने हामी एकदम घरबाट नै ढिले नि कति नम्बर हामी कति नम्बर हो हस्टेल अनि स्टार्ट हुन आँट्यो अरे अब त्यो सुरुदेखि हेऱ्यो भने पनि मजा आउँछ नि त होइन मरुको त खासमा त कर मात्रै आएको है तर आएपछि त अब इन्ट्रेस्ट लागिहाल्छ होइन मान्छे पनि छैन ल त्यतिखेर अस्तिदेखिको चलेको अरे नि मुभी हो अस्ति सुरुमा त भिडभाड थियो अरे हामी हेर्को दुई भयो हाम्रो चाहिँ यहाँ हाम्रो सिट चाहिँ पर थियो होइन यहाँ कुनामा थियो तर अहिले खाली रहेछ त्यही भएर चाहिँ हामी चेन्ज गऱ्यौँ सिट है अहिले आयो भने चाहिँ छोडिदिने भनेको अब हेरौँ स्टार्ट भयो अब चाहिँ हामी मुभी हेर्नु बसेको है तपाईँले पनि हामी अलिअलि झलक देखाउँछु है र तपाईँले पनि हेर्नु होला स्टार्ट भयो है यहाँ मुभी सुरुमा चाहिँ यस्तो रहेछ सस्पेन्स खालके छ भनेर भन्दै थियो हेरौँ यो एडमिनिस्ट्रेसन जाने कताबाट हो यहाँबाट सिधा देन राइट टर्न आर यु ओके के भयो मलाई त कस्तो चक्कर लाग्यो जस्तो भयो
आयो मलाई परसम्म पुऱ्याइदिन्छौ Yes, sure. इन्टरभल भयो है र हामीलाई चाहिँ यति मजा आइरहेको छ होइन पिक्चर चाहिँ एकदम दामी है नहेरौँ भन्ने भइरहेको छ होइन अनि तर हामी अन्साइ जाउँ न भनेर चाहिँ लिएर आएको तर यति राम्रो लाग्यो हामीलाई चाहिँ भर्खर इन्टरभल भयो है अझै इन्टरभल बादमा झन् अझै दामी छ भनेर दामी छ होला जस्तो लागिरहेको छ किनभने इन्टरभलसम्म हेर्दाखेरि है अब जसले पपकर्न खाने अघि नै यसले एउटा पपकर्न ल्याएको बिचमा पनि पपकर्न खाने भनेर चाहिँ अब चाहिँ हामी पपकर्नहरू लिनु जान आँटेको है त्यसको बादमा फेरि आफ्टर डल्लै मुभी फेरि है रिभ्यू दिन्छु तपाईँले हेर्नु मतलब हेर्ने खालको मुभी रहेछ एउटा अंशलाई अलग्गै किनिदिएको हामीले किनभने यो भरे इन्टरभलसम्म यही खाइबस्छ बिस्तारै खाएँ यसले त फेरि इन्टरभल नभई सुरुमै किनिदिएको फेरि बिचमा पो पपकर्न ल्याउनु आउनु अरे होइन अनि त्यो भएर चाहिँ हामीले मेरो दादालाई गरेको अनि 3 पिस समोसा मागेको पाउँदैन रहेछ अब एउटा बढी भयो समोसा मजा आयो है हामी अनुष्का दुईजना अनुष्काले चाहिँ अस्ति हेऱ्यो अस्ति हेऱ्यो दुईजनाले चाहिँ त्यसो गरिदिएको छ त झर्छ है लु बुझ्यो समस्या र उयो खाँदैछ तताहरू अरूभन्दा पनि अंश यो पनि रुए भन्छ त पहिला समोसा खाइहेरौँ भनेको है कस्तो छ मेरो मिठै लाग्यो भन्दा है मिठो नि यता भएको छैन अब सी यु आफ्टर द मुभी सक्यो होइन मेरो चाहिँ आँखा अलिअलि सुनिरहेको छ रुएँ नि त म होइन मुभी भयो त्यही भएर चाहिँ आँखा सुनिरहेको छ है अनि आँखा पोल्यो पनि हावा पनि पुरा चलिरहेको छ नि त त्यसले आँखा पनि पोल्यो है पहिला फोन गर्दैछ अटोलाई होइन अटो बोलाएर हामी जाने अनि आज हामी दुईजनाको चाहिँ ड्रेस पनि ट्युनिङ भएछ है अनि एकदम दामी मुभी छ है सबै नयाँ कलाकारहरू छ होइन एकदमै राम्रो एक्टिङ गर्नु छ सबैजनाले तपाईँले चान्स पायो भने हेर्नु होला भनेर सजेस्ट गर्छु अनि मेरो भिडियोलाई म यहीँ एन्ड गर्दैछु अनि तपाईँलाई मन पऱ्यो भने लाइक कमेन्ट पनि गरिदिनु होला ओके बाई बाई